दर्शकवृन्द नमस्कार। धेरैजनाले मलाई प्रश्न गरिरहनु भएको छ, हाम्रो संस्थाले सोचे जस्तो प्रगति हासिल गर्न सकेन, हाम्रो संस्थाले सोचे जस्तो नतिजा हासिल गर्न सकेन। कतिपयले सोध्नुहुन्छ, मेरो व्यक्तिगत जीवनमा पनि म यति दौडिरहेको छु, यति सङ्घर्ष गरिरहेको छु, यति दुःख गरिरहेको छु, तर मैले सोचे जस्तो प्रगति र मैले सोचे जस्तो सफलता हासिल गर्न सकिनँ, के कारण होला भनेर धेरैजनाले मलाई प्रश्न गर्नुहुन्छ र म धेरै ठाउँमा पुग्दा यो प्रश्नहरू मैले यसलाई फेस गरिरहेको हुन्छु। र हामी कतिपयलाई के थाहा छैन भने यो खास गरी मैले केका लागि इफोर्ट लगाइरहेको छु र कति इफोर्ट लगाइरहेको छु, किन लगाइरहेको छु भन्ने कुरा कतिपयलाई थाहै हुँदैन। कतिपयलाई के थाहा हुँदैन भने के म एक्लैको इफोर्टले यो सारा कुराहरू गर्न सक्छु अथवा मेरो एक्लैको इफोर्टले यो हुन सक्छ त भन्ने पनि कतिपयलाई थाहा छैन। र यो टिमवर्क र एउटा व्यक्तिकै जीवनमा पनि सफलता हासिल गर्नका लागि टिमवर्कको आवश्यकता पर्छ। एउटा संस्थागत जीवनमा त अझै समूह कार्य अथवा टिमवर्कको साह्रै ठुलो अर्थ र त्यसको चाहिँ तादम्यता मिलाउनु पर्ने आवश्यकता हुन्छ। त्यसकारण आज म यहाँहरूलाई कमसेकम एउटा संस्थागत दिगो विकास, संस्थागत सफलता, संस्थागत लक्ष्य र उद्देश्यहरू हासिल गर्नका लागि समूह कार्यको एउटा इम्पोर्टेन्स कति रहन्छ भन्ने कुरामा म कुराकानी गर्न गइरहेको छु। यस्तै गरेर एउटा व्यक्तिको जीवनमा पनि तपाईँको जीवनसँग वरिपरि रहेका, तपाईँको टिममा रहेका व्यक्तिहरूको साथ, सहयोग, सहकार्य, हौसला कति इम्पोर्टेन्स हुन्छ भन्ने कुरा गर्न गइरहेको छु। त्यसैले म यहाँहरूलाई भन्न चाहन्छु कि तपाईँ आफ्नो जीवनमा, आफ्नो संस्थागत जीवनमा सफलता चाहनुहुन्छ भने कमसेकम मलाई अन्तिमसम्म हेर्नुहोला। एउटा संस्थागत कुराबाट सुरु गरौँ। संस्थागत जीवनमा तपाईँको संस्थालाई, तपाईँको संस्थाको लक्ष्य र उद्देश्य एचिभ गर्ने अथवा हासिल गर्ने तहसम्म पुर्याउनका लागि तपाईँलाई सबैभन्दा ठुलो कुरा तपाईँको संस्थामा काम गर्ने व्यक्तिहरू बिचको एउटा टिमवर्क, कोलाबोरेसन, एउटा सहकार्य कस्तो छ भन्नेले साह्रै ठुलो अर्थ राख्छ। तर हामीलाई के लाग्छ भने त्यो कुरा गौड हो र हाम्रो संस्थागत लक्ष्य र उद्देश्य मुख्य हो र त्यो संस्थागत उद्देश्य र लक्ष्यहरू हासिल गर्नका लागि हामीले कामै गर्नुपर्छ, काममै लगाउनुपर्छ मान्छेलाई भन्ने धेरैको सोच हुन्छ। तर तपाईँको इन्टायर एउटा अर्गनाइजेसनको एचिभमेन्टका लागि त्यसमा टिमवर्क सबैभन्दा ठुलो कुरा हुन्छ। हामीलाई यो कुरा धेरै गौड जस्तो लाग्छ, तर मुख्य कुरा के हो भने टिमवर्क हो। तपाईँको संस्था सानै छ भने त तै विषय, तर अलि फराकिलो संस्था छ हैन, 10 अथवा 10 भन्दा बढी, 5 अथवा 5 भन्दा बढी मान्छेहरू तपाईँको संस्थामा काम गर्छन् भने त्यहाँ चाहिँ टिमवर्कको विषयमा जान्नुपर्ने र बुझ्नुपर्ने अति नै आवश्यकता छ। तपाईँको संस्थाले सोचे जस्तो प्रगति हासिल गर्न सकिरहेको छैन भने मान्नुस् तपाईँको संस्थामा काम गर्ने कर्मचारी बीच टिमवर्क, कोलाबोरेसन, कोअर्डिनेसन धेरै विक छ, कमजोर छ भन्ने कुरा बुझ्नुस्। त्यसकारण सबैभन्दा पहिला तपाईँले टिमवर्क राम्रो बनाउनु पर्छ संस्थागत सफलताका लागि। सानो सानो कुरामा चाहिँ टिममा कहिलेकाहीँ मान्छेहरू बीच मनमुटाव भइरहेको हुनसक्छ। सानो सानो कुरामा तपाईँले त्यो विषयमा ख्याल गर्नुभएको छ कि छैन, सबैभन्दा ठुलो कुरा त्यो ख्याल गर्नु। सानो सानो टिमहरू, झुन्डहरू तपाईँको अफिसमा, तपाईँको कार्यालयमा, तपाईँको संस्थामा टिमहरू झुन्ड 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 टिमहरू छ भने मान्नुस् त्यहाँ पनि राम्रोसँग काम भइरहेको छैन र तपाईँलाई कोही पनि कर्मचारीले अर्को कोही कर्मचारीको बारेमा कमी कमजोरीहरू सुनाइरहेको छ र तपाईँले नसोद्धा पनि उसले भनिरहेको छ र अथवा फोनै गरेर भेटेर तपाईँलाई अरूको बारेमा कसैले केही कुरा गरिरहेको छ भने मान्नुस् त्यहाँ पनि टिमवर्क राम्रो छैन र तपाईँको संस्था सही गतिमा अगाडि बढिरहेको छैन। र जब टिमवर्क राम्रो हुन्छ, जब टिमवर्क यी कुराहरू तपाईँले मेटाउँदै जानुहुन्छ, एउटा संस्थागत लक्ष्य र उद्देश्य हासिल गर्नका लागि हामी काम गरिरहेका छौँ, एउटा व्यक्तिगत जीवन, व्यक्तिगत आचरण, व्यक्तिगत व्यवहारलाई जब संस्थासँग जोडिँदैन, त्यसलाई डिट्याच गर्नुहुन्छ, तब चाहिँ तपाईँको संस्था राम्रो बन्दै जान्छ। त्यो तपाईँले भनेर हुने चिज होइन, यो त अभ्यासमा गर्ने कुरा हो। कतिपय मान्छेहरूलाई मनन पनि गराउनुपर्छ। तपाईँले त्यस्ता ट्रेनिङहरू, त्यस्ता सहजीकरणहरू, त्यस्ता सहजकर्ताहरूसँग तपाईँको कर्मचारीहरूलाई राखिदिन सक्नुहुन्छ जसले टिमवर्क, टिम बिल्डिङ र एउटा एफिसियन्सी बढाउने कुरामा चाहिँ साह्रै ठुलो अर्थ र महत्त्व राख्छ।
तपाईँले जसरी भन्नुहुन्छ त्यो उनीहरूले गाली गरेको सम्झिन्छन् भने कोही तपाईँले तेस्रो व्यक्तिबाट त्यही कुरा भनाउनु भयो भने उनीहरूले त्यो कुरालाई सहस्र रूपमा स्वीकारेर त्यो बाटोमा अगाडि बढ्न सक्छन्। तर हामी त्यो गरिराखेका हुँदैनौँ। मैले काम लाउने हो, म कुनै एउटा अर्गनाइजेसनको हाकिम हो अथवा के हो, त्यसकारण तपाईँले अथवा तिमीले मैले भनेको तिम्रो टिओआर अनुसारको काम जसरी नै फत्ते गर्नुपर्छ भनेर हामीले कहिलेकाहीँ भनिराखेका हुन्छौँ। तर हामीले टिम बिल्डिङ, टिम वर्कमा काम गर्नुपर्छ, त्यो टिम वर्कको बारेमा हामीले इम्पोर्टेन्स नै बुझाइराखेका हुँदैनौँ। त्यसकारण टिम वर्कको इफिसियन्सी, टिम वर्कको आउटपुट साँच्चीकै लोभलाग्दो हुन्छ हो। त्यसकारण हामीले कुनै पनि संस्थाको एचिभमेन्टका लागि, संस्थागत दिगो विकासका लागि, संस्थागत सुदृढीकरणका लागि र संस्थालाई राम्रो गतिमा अगाडि बढाउनका लागि हामीले संस्थाका प्रत्येक व्यक्तिहरूलाई संस्थाप्रतिको प्रेम, संस्थाप्रतिको एउटा काम गर्ने हुटुटी, संस्थाको लक्ष्य र उद्देश्यप्रति वफादार बनाउनका लागि टिम वर्कमा काम गराउनुपर्छ। टिम वर्क भनेको एउटा अर्गनाइजेसनभित्र काम गर्ने हरेक व्यक्तिले त्यो संस्थाको उन्नति प्रगति, संस्थाको हितका लागि सँगै मिलेर सोचोस् क्या, हैन। जस्तै विभिन्न डिपार्टहरू हुन्छ नि संस्थामा, त्यो प्रत्येक डिपार्टले चाहिँ एउटा डिपार्टले अर्को डिपार्टलाई छिर्के हान्ने होइन कि एउटा डिपार्टले अर्को डिपार्टलाई सपोर्ट गर्ने तरिकाको हामीले बनायौँ भने त्यो संस्था राम्रो गतिमा अगाडि बढ्छ। तर न कि एउटा डिपार्टले अर्को डिपार्टलाई असहयोग गर्न थाल्यो, एउटा डिपार्टले अर्को डिपार्टलाई चाहिँ पक्षलाई भन्न थाल्यो, एउटा डिपार्टको मान्छेले अर्को डिपार्टलाई चाहिँ त्यो तहको व्यवहार गर्न थाल्यो भने मान्नुहोस् संस्था अब अगाडि बढ्न सक्दैन र त्यहाँबाट संस्थाको अधोगति पो सुरु हुन्छ। त्यसकारण संस्थागत दिगो विकासका लागि टिम वर्क अत्यन्तै महत्त्वपूर्ण कुरा हो। हामी यो विषयमा निरन्तर यहाँहरूको बिचमा छलफल, अझै बृहत्तर छलफल गरिरहेका हुन्छौँ। विभिन्न ट्रेनिङ सेमिनारहरू हामीले सञ्चालन गरिरहेका हुन्छौँ र टिम वर्कको एउटा इफिसियन्सी, आउटपुट, त्यसको चाहिँ कोलाबोरेसन, कम्युनिकेसनका इस्युजहरूमा हामी कुराकानी गरिरहेका हुन्छौँ। इफेक्टिभ कम्युनिकेसन, होइन, इफेक्टिभ कोलाबोरेसन, यस्ता कुराहरूमा टिम वर्कले चाहिँ एउटा अर्गनाइजेसनल बिहेभियरको डेभलपमेन्ट गर्छ र त्यसलाई चाहिँ हामी एउटा ट्रान्सफर्मेसनमा अथवा रूपान्तरण, संस्थागत रूपान्तरणमा सहयोग पुर्याउन सक्छौँ। के संस्थाको मात्रै कुरा हो त? एउटा व्यक्तिगत जीवनमा यसको इम्पोर्टेन्स छैन? अवश्य छ। मैले यहाँहरूलाई यही भन्न खोजेको हो, तपाईँको जीवनमा तपाईँ पनि एउटा सफलताको उचाइ चुन्नका लागि तपाईँसँग रहेका तपाईँको वरिपरिका मान्छेहरूले तपाईँलाई सपोर्ट गर्नुपर्छ, न कि तपाईँको डिफेन्स गरिरहेको। हामी कतिपय अवस्थामा देखिराखेका हुन्छौँ मान्छेहरूले आफ्ना वरिपरिका मान्छेहरूले पनि तपाईँलाई डिफेन्स गरिराखेको हुन्छ तपाईँको हरेक काममा, होइन। तपाईँलाई सपोर्टिभ हुनुपर्नेमा तपाईँको टिमको मेम्बर हो तर तपाईँकै विरुद्धमा उसले चाहिँ हरेक पटक कुरा गरिराखेको हुन्छ। तपाईँकै कमी कमजोरी चाहिँ नि होस्, यसले कमी कमजोरी गरिरहोस् भनिराखेका हुन्छ, न कि तपाईँले गरेको कामलाई यो पोजिटिभ वेबबाट तपाईँलाई चाहिँ कहिले पनि सजेस्ट गर्दैन। उसले खालि नेगेटिभ तरिकाले मात्रै तपाईँलाई सजेस्ट गर्छ भने मान्नुहोस् त्यहाँ सपोर्टिभ छैन क्या, तपाईँको डिफेन्सिभ छ, त्यो तपाईँको विरुद्धमा डिफेन्स गरिरहेको छ भने त्यो मान्नुहोस् त्यसले चाहिँ तपाईँलाई राम्रो गतिमा अगाडि बढाउँदैन। त्यसकारण पनि तपाईँले आफ्नो गोल, मिसन, भिजन र आफ्नो एउटा जीवनको लक्ष्य र उद्देश्यप्रति तपाईँ सही ढङ्गले अगाडि बढ्न सक्नुहुन्न। त्यो व्यक्तिको पनि त टिम हुन्छ नि त। व्यक्तिको टिम भनेको सबैभन्दा ठुलो त परिवार हो। परिवारमा पनि तपाईँ सपोर्टिभ बनिदिनुहोस्, हरेक व्यक्तिको सपोर्टिभ बनिदिनुहोस्। परिवारमा सपोर्टिभ बन्न सक्यौँ भने हामीले बल्ल त्यो टिम वर्क अभ्यासमा लान सकिन्छ र त्यसले चाहिँ तपाईँको लक्ष्य, उद्देश्य र तपाईँको बाटोमा तपाईँ सफल हासिल गर्न सक्नुहुन्छ, सफलता। न कि तपाईँका वरिपरिका मान्छे नि डिफेन्सिभ भयो भने त्यो मान्छेलाई उत्साहित बनाउँदैन काम गर्नका लागि, त्यो मान्छेलाई त्यति धेरै उत्साह बढ्दैन त्यो काम गर्नका लागि। त्यसकारण त्यो बिस्तारै उसको इच्छा शक्ति, त्यो काम गर्ने हुटुटी क्षयीकरण हुँदै जान्छ र त्यसले अन्तत्वगत उसलाई बिस्तारै बोधो बनाउँदै लगेर त्यसले आफ्ना लक्ष्य, उद्देश्य, आफ्नो एउटा गोल, मिसन, भिजनबाट ऊ विचित्र उसले त्यसलाई चाहिँ छोड्दै गएर कुनै एउटा बिन्दुमा चाहिँ उसले सारा कुराहरू छोडिदिन सक्छ। त्यसकारण मान्छेहरूलाई इन्सपायर गरिरहनका लागि उसलाई कमसेकम उसले गरिराखेको काममा यस नाइस, अझै योभन्दा यो तरिकाले गऱ्यो भने राम्रो हुन्छ, यो ठिकै छ यहाँसम्मको भनेर हरेक काममा एप्रिसिएट गर्ने तरिकाले तपाईँले पुरा गर्नुभयो भने तपाईँका मान्छेहरू उत्साहित हुँदै जान्छ। तपाईँको आफ्नो टेरिटोरी, आफ्नो वरिपरिका मान्छेहरू जब उत्साहित हुन्छन्
तपाईँ आफै पनि उत्साहित हुनुहुन्छ। तपाईँ जब आफै उत्साहित हुनुहुन्छ तपाईँ आफ्नो जीवनमा पनि केही सफलताका मतलब बाटाहरू चाहिँ भेटाउन सक्नुहुन्छ। तपाईँका आफ्ना मान्छेहरू त त्यसै सफलतातर्फ अगाडि बढिसक्छ। सो यसकारण चाहिँ हामी टिमवर्कको कुरा गर्छौँ। टिमवर्कको इम्पोर्टेन्स चाहिँ नि आफ्नो इन्डिभिजुअल व्यक्तिको लाइफमा पनि उत्तिकै इम्पोर्टेन्स छ र समूह अथवा संस्थागत विकासका लागि पनि उत्तिकै इम्पोर्टेन्स छ, तर हामी यसलाई कम महत्त्व दिइरहेका छौँ। यदि तपाईँ पनि यो टिमवर्क, यसको इफिसियन्सी, यसको इफेक्टिभ कम्युनिकेसन, टिम बिल्डिङको बारेमा चाहिँ अझै धेरै जान्नका लागि त हाम्रा लामा लामा कक्षाहरू, तालिमहरू र सेसनहरू हामी सञ्चालन गर्छौँ। तपाईँहरूसँग हामी कनेक्ट हुन चाहन्छौँ। इफ तपाईँको संस्थागत र व्यक्तिगत जीवनमा पनि एउटा ट्रान्सफर्मेसन, रूपान्तरण चाहनुहुन्छ भने हामी यस्ता सेसनहरू मार्फत यहाँहरूसँग कुराकानी गर्छौँ। सो यहाँहरूले मलाई सुनिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। म फेरि अर्को श्रृङ्खलामा यहाँहरूसँग यस्तै केही कुराहरू लिएर उपस्थित हुनेछु। तबसम्मका लागि मलाई बिदा दिनुहोस्। हस् त, नमस्कार।